हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। इट्स मी शर्मिला महत। मैले चाहिँ बिहानै खाना रेडी गरेको थिएँ। 9 बजीसम्म म जतिखेर पनि खाना रेडी गर्छु। तर हजुरमम्मीलाई खाना खान आउनु भन्दाखेरि चाहिँ ढिँडो खाने भन्नुभयो। यो भाङ्गो अनि खुर्सानी, यो रुख टमाटर हो। अनि रुख टमाटरलाई चाहिँ पोलेर तातो नै पिस्यो भने सजिलो हुन्छ, नत्र चाहिँ अलिक गाह्रो हुन्छ। मेरो चाहिँ अगाडि नै पोलेको थियो, त्यही भएर अलि अप्ठ्यारो भयो। अनि यो चाहिँ भाङ्गो पिस्दै थिएँ म। अनि मेरो मोबाइल चाहिँ जोखिम ठाउँमा थियो। अनि बुरुस राख्ने भाँडामा राखेको थिएँ मैले। हाम्रो त्यो बुरुस हाल्ने भाँडामा चाहिँ राखेको थिएँ। अनि कतिखेर खस्छ भनेर डराइ भिडियो बनाएँ। अनि यसरी पिस्नुपर्छ कि भाङ्गो चाहिँ। अनि भाङ्गो टमाटर अनि लसुन अनि त्यसपछि खुर्सानी नुन हालेर मैले पिसेको। अनि लास्टै गाह्रो भएको थियो कि यो चाहिँ अलिक साह्रो अगाडि नै पोल्न बित्तिकै पिसेको भए चाहिँ सजिलो हुन्थ्यो, नत्र त अलिक गाह्रो भयो। अनि त्यसपछि हाम्रो चाहिँ ढिँडो खाने प्लानिङ नै थिएन क्या। म त झन् खाना रेडी बनाएको थिएँ। तर हजुरमम्मीले चाहिँ मलाई झ्याप्पै फोन गरेर अनि आज त ढिँडो खाने भन्नुभयो। अनि हाम्रो चाहिँ पिठो अस्ति भर्खर आएको थियो भेतीबाट। मकैको पिठो पिसेर पठाउनु भएको थियो, आफ्नै घरको हो भनेर। एउटा हजुरमम्मी हुनुहुन्छ त्यहाँ, मेरो हजुरमम्मीको बहिनी। अनि हेर्नुहोस् म खोर्सानी यस्तो छ। अनि कहिलेकाहीँ खान्छु, धेरै त खाँदैन हामी। अनि कहिलेकाहीँ हजुरमम्मी हजुरबालाई खान मन लाग्यो भने मात्रै खान्छौँ क्या हामी चाहिँ। त्यस्तो छ अवस्था। अनि पुरै खुर्सानीको पेस्ट चाहिँ यस्तो भयो। अनि त्यसपछि म चाहिँ यो खुर्सानीलाई एउटा भाँडामा सोर्छु। तर सोरेको भिडियो बनाउन पाइनँ, किनभने त्यो माथि अप्ठ्यारो ठाउँमा थियो कि मोबाइल चाहिँ। अनि यो चाहिँ खोप्या हो। अनि खोप्या भन्छौँ हामी चाहिँ, तपाईँहरू के भन्नुहुन्छ? हामी चाहिँ दाल पनि यसैमा बराएर खान्छौँ 5-10 मिनट पकाएर। अनि त्यसपछि ढिँडो पनि यसैमा बनाउँछौँ। यो चाहिँ चोती हो तर बाहिरबाट अर्कै देखिन्छ, त भित्र चाहिँ मिठो थियो, बिग्रेको थिएन। अनि हामी चाहिँ फर्स्टमा लगाउँदाखेरि चाहिँ धुलो थोरै हाल्छौँ पिठो। अनि त्यसपछि यो चाहिँ खुर्सानी बनाउने तरिका हो। तर कस्तो देखिरहेछ, यो हाँसो लागेर आइरहेछ। अनि बनाउनलाई चाहिँ मेरो सासू आमा बोलाउनु भएको थियो, मेरो दिदीको सासू। अनि उहाँ चाहिँ बनाउन लाग्नु भएको थियो। तर म पनि बनाउँछु, यसमा त केही छैन। अनि उसले चाहिँ चोती काटेर रेडी गर्दै थियो। फेरि अगाडि मैले खाना बनाइसकेको थिएँ नि त, मलाई भोक लागिरहेको थियो, मैले भात खाएँ। अनि उसलाई पनि मैले खाउन थोरै भनेर उसले पनि खायो। अनि यो चाहिँ पिठो हो, फापरको पिठो। अनि लास्टमा चाहिँ फापरको पिठो हाल्नुपर्छ, चाम्रो हुन्छ अनि राम्रो पनि हुन्छ, मिठो पनि हुन्छ। अनि ढिँडो चाहिँ यस्तो हुन्छ गाइस। अनि कस्तो राम्रो देखिरहेछ, खाउँ लाग्ने देखिरहेछ। अनि हामीले चाहिँ अनि हजुरमम्मीहरू आउनुभयो। अनि हजुरबालाई फर्स्टमा हालिदिनु भयो। हाम्रो चाहिँ घरको गार्जेनलाई फर्स्टमा हाल्ने चलन छ, सिस्टम छ भनौँ, अब जे भयो नि। अनि यो चाहिँ हजुरमम्मीको हो। अनि मैले हजुरबालाई खाएर चाहिँ प्रतिक्रिया दिनु होला भनेको थिएँ। अनि कस्तो छ हजुरबा भनेको थिएँ, मिठो भन्नुभयो उहाँले पनि। मिठो मानेर खानुभयो धेरै टाइमपछि ढिँडो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। मेरो भोइस चाहिँ रुगा लागेर हो। अनि त्यसपछि हाम्रो किचनलाई पनि इग्नोर गर्नु होला है। बाइ बाइ एभ्रिवान।